हेलो वेलकम टु माई न्यू भिडियो गाइज। अहिले चाहिँ म रुमबाट बाहिर निस्केछु होइन। ट्रेन चढेर पनि यहाँ सिटीमा आइसकेँ। अनि म चाहिँ एउटा दाइलाई भेट्न जान लागेको। दाइ चाहिँ यतै अलिक पर बस्नुहुन्छ। अनि ट्रेन चढेर ट्रेनमा झरेँ, अब फेरि बस चढेर जानुपर्छ। यस्तै हो, वरिपरि यस्तो छ है। अनि यो चाहिँ रेलवे स्टेसन हो यो चाहिँ होइन। अनि यता चाहिँ राम्रो राम्रो बिल्डिङहरू छ यो सिटीमा चाहिँ। घाम पनि लागिरहेको छ है। म चाहिँ गर्मी भयो भनेर स्यान्डो लगाएर आएको। घामले अब कालो मान्छे झन् कालो हुने भयो गाइस। ठिक छ। भ्यालेन्सियाको चाहिँ म चाहिँ यहाँ ट्रेन स्टेसन अगाडि हो अहिले। म जाने यताबाट त होइन नि यार। म चाहिँ अब पर गएर बस चढ्छु। अनि वहीँ पुगेर भेटौँला है। तर धेरै मान्छे हो यार, बाटोमा हिँड्ने जग्गा पनि छैन भने अरू बेला सिटीमा धेरै जस्तो घरै बस्ने, बाहिर निस्किन घाउ लाग्ने होइन। अब छुट्टीको दिन घरमै बिताएर एकचोटि जान्थ्यो। आज चाहिँ यसो बाहिर निस्केको के बाहिर निस्केको। यहाँ आज फेरि सस्तो बजार पनि लागिरहेको रहेछ अगाडि। सस्तो बजार लागिरहेको रहेछ, पुरै लाइन छ यहाँदेखि धेरै परसम्म। अब मलाई त केही पनि चाहिएको छैन, त्यस्तो कपडासपडाहरू सबै छ है। केही किन्नुपर्ने छैन, सबै इनफ छ। यहाँ चाहिँ अब हप्तामा 2 दिन जति 2 दिन यस्तो सस्तो बजार लाउँछ कि फुटपाथमा होइन। हप्तामा 1 दिन 2 दिन लाउँछ। टाइमिङ हुन्छ यिनीहरूको, यति बजेदेखि यति बजीसम्म गर्ने होइन भनेर। अनि मैले चाहिँ यहाँ भिडियो बनाइरहेको छु, सबैले हेरिरहेको छ मलाई। भिडियो बनाउँदै हिँडिरहेको छु नि त। अगाडि पहाडी सबै मान्छेहरू छ होइन। यहाँबाट माथि जानुपर्छ। आज मान्छे कति धेरै हो यार। कति धेरै मान्छे छ। मान्छे जाम हुने भयो नि त। अब हिँड्ने ठाउँ नभयो। त्यो भिडियो गर्दाखेरि यहाँ हातमा आएर ठोक्किने हो कि भन्ने डर कोही आयो। यस्तैवाला बसमा जाने हो म चाहिँ होइन। तर रेड कलरको होइन, येल्लो कलरको बसमा जानुपर्छ। यही गाडीमा जाने हो म चाहिँ, 170 नम्बरको गाडीमा। गाडीमा चढ्न लागेको छ यहाँ है। लाइन छ गाडीमा आएको, गाडीमा सिटै छैन रहेछ। अब उफ्रिनु पऱ्यो नि, के गर्नु, प्याक छ। बसबाट पनि झरिसकेँ होइन। यही बसमा आएको होइन। ठ्याक्कै म आइपुगिसकेछु। अनि रुमबाट ट्रेन स्टेसनसम्म आइपुग्यो। त्यहाँबाट ट्रेनको हल्का वेटिङ गर्नु पऱ्यो।
ट्रेनबाट चाहिँ सिटीसम्म आउनलाई चाहिँ 15 मिनट जति लाउँछ। त्यहाँबाट फेरि अनि बसमा अलिक पर आएर बसमा चढेर अनि यहाँ आएर ओर्लेको म। अनि यहाँ झरेर चाहिँ थोरै भित्र हो होइन, दाइहरू बस्ने हजुर। बसमा स्पेन आउँदाखेरि रुम नपाएर टेन्सन भएको थियो होइन। 2 दिन जति एउटा दाइकोमा बस्यौँ होइन, एडजस्ट गरेर दाइहरूले राखिदिनु भयो। अनि त्यसपछि हामी होटेलमा बस्यौँ होइन, के भन्छ गेस्ट हाउसमा बस्यौँ। त्यसपछि हामी गेस्ट हाउसमा बस्यौँ होइन, 15-16 दिन गेस्ट हाउसमा बसेँ। अनि हामी रुमहरू पनि खोज्दै थियौँ, अनि रुमहरू पाएको थिएन कि। हामी रुम नपाएपछि त्यहीँ गेस्ट हाउसमा बस्यौँ। अनि पछि रुम त पाउन त पाइयो, त्यही पनि 1 महिनापछिको क्या, ठ्याक्कै 1 महिनापछिको रुम पायौँ होइन। 1 महिनापछिको रुम पाएपछि हामी 1 महिनासम्म के गर्ने त, कहाँ बस्ने त होइन। अब त्यहाँ लास्टै महँगो थियो कि होइन, दिनकै कति 16-17 रुपियाँ तिर्नु पर्थ्यो क्या, युरो दिनको एकजनाले। 2जनाले गरेर त कति पुग्यो 30-32 रुपियाँ हुन्थ्यो क्या। अनि 1 महिनाको लागि चाहिँ हामी यतै बसेको हो क्या। आइपुग्नु पनि लागिसकेँ म होइन, यहीँ अगाडि हो होइन। अहिले चाहिँ म आइपुगिसकेँ होइन। यहाँबाट जाने हो, यो ढोका त्यहीँ हो होइन। यो लोकेसनको नाम चाहिँ श्रीभिल्ला भन्छ होइन, श्रीभिल्ला भन्ने ठाउँ हो। म चाहिँ अब भित्र जान्छु है। गरिदिनु एकचोटि क्यामेरामा आइ गरिदिनु। कस्तो भन्दै क्यामेरामा आइ गरिदिनु एकचोटि। हामी चाहिँ एकछिन दाइहरूसँग पार्कमा आएर बसेर रनिङ भएर यसो हावा आउँथ्यो भनेर पार्कमा बसेर गफसफ हान्यौँ होइन। अब चाहिँ रुमतिर फर्किन्छु म पनि। ओभर गर्मी छ यार। म चाहिँ दाइहरूसँग पनि भेटेँ, अनि दाइको रुममा गएँ, खानासाना पकाउनु भयो, खानासाना खाएँ, बसेँ त्यहीँ। अनि त्यसपछि बाहिर पार्कतिर गएर एकछिन बस्यो। त्यहाँबाट हामी छुट्यौँ है, अनि बसेर निस्केको। फेरि बस चढेर जानुपर्ने हुन्छ। ओके गाइस, के भन्ने अब यस्तै। हेलो गाइस, अहिले चाहिँ म रुम आइसकेँ होइन। देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ म रुममा जाने हो। हाम्रो रुम टक्क आएर माथि ठिकै छ। अब दाइहरूसँग भेट भयो, दाइको रुममा गएर खानासाना खाएँ। अनि बाहिर आएर पार्कमा बसेर एकछिन दाजुभाइहरू गफ गऱ्यो। त्यसपछि त्यहाँबाट निस्केर म चाहिँ बसमा आएँ। आएर अहिले चाहिँ घर अगाडि आइपुगिसकेँ। ठिकै भन्दै आजको यो भ्लग चाहिँ यहीँ एन्ड गर्न चाहन्छु। Thank you for watching this video.
धन्यवाद।